प्रधानमन्त्रीज्यू के हो तपाईँको पार्टी तपाईँलाई त सबैले झोले भन्छन्, तपाईँ झोले नै हो त? नेकपा एमालेको झोले हो। ए नजिस्किनु न बा, कबुलै गर्नुभएको हो त? तपाईँ झोले नै हो त? तपाईँ एमालेको झोले नै हो त? म नेकपा एमालेको झोले हो। अब भयो, चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई। म कबुल गर्छु, झोले हो। यत्रो भ्रष्टाचारको काण्डको उठिरहेछन्, गृहमन्त्रीले मानव तस्कर भनेर प्रश्नहरू उठिरहेछन्। होइन, गृहमन्त्रीले राजीनामा नदिए भने तपाईँले चाहिँ कहिले दिने हो केपी बा राजीनामा? भन्ने गरेको छु त 15 महिनापछि आउँछ भनेर। अझै 15 महिना बाँकी छ केपी बा तपाईँको राजीनामा लिनलाई? अझै 15 महिना जनताले यस्तै दुःख भोग्नुपर्ने हो त? स्पष्टै छ त यसमा। तपाईँको नेपाली काङ्ग्रेसमा चाहिँ सहमति चाहिँ के छ अरे केपी बा भन्ने नि एकचोटि? हाम्रो सहमति नै छ नेपाली कङ्ग्रेसमा 15 महिनापछि राजीनामा मैले गर्छु। 15 महिनापछि चाहिँ को प्रधानमन्त्री हुन्छ केपी बा, झोले बा भन्ने नि एकचोटि? को प्रधानमन्त्री हुन्छ 15 महिनापछि चाहिँ? शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। अनि यो राजीनामा भन्दा तपाईँलाई अचम्म लाग्दैन त केपी बा? तपाईँ त नेकपा एमालेलाई नेकपा झोले बनाउनु भयो, यसमा पनि अचम्म लागेको छैन केपी बालाई? हुङ्कार गर्नुहुन्छ, अचम्म लाग्छ मलाई। के गरेको यो?